अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो। त्यसका लागि सिङ्गो सदन एक हुनुपर्ने आवश्यकता छ। हामीले सुनेका छौँ व्यवस्थाका विरुद्ध, प्रणालीका विरुद्ध, लोकतन्त्रका विरुद्ध, संविधानका विरुद्ध ललकारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैर कानुनी र समाजलाई नोक्सान पुर्ने गम्भीर अपराधिक क्रियाकलाप गर्ने सम्मका क्रियाकलापहरू भइरहेका छन्। यस्तो बेलामा सिङ्गै समाज गम्भीर हुन पर्दछ। यस्तो बेलामा सिङ्गै समाज गम्भीर भएर यस्ता कुराहरूलाई रोक्न पर्दछ। हाम्रो ध्यान त्यतापट्टि जानुपर्छ भन्ने मलाई लागेको छ। कहीँ कतै सरकारको तर्फबाट कुनै काममा या कुनै नीतिमा, कुनै व्यवहारमा कहीँ कमी कमजोरी भएको छ भने सरकार आलोचना सुन्न तयार छ। तर ती आलोचनाहरू संविधान र व्यवस्थाका कानुनका दायराभित्र र सामाजिक मूल्य मान्यताका दायराभित्र हुनुपर्दछ। जथाभावी भ्रम फैलाउने, जथाभावी क्रियाकलाप गर्ने, जथाभावी बोल्ने जस्ता कुराहरू यो कहीँ पनि स्वीकार्य हुन सक्दैन। संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा शपथ विपरीतको कुरा हो, नैतिकता विपरीतको कुरा हो। त्यसकारण शपथ विपरीत जानु हुँदैन। नेपालको संविधानको शपथ हामी सबैले उभिएर लिएका हौँ। संविधानको शपथ लिने अनि संविधानकै खिलाफ जान्छु भन्ने, संविधानको भन्दा माथि शपथ कसैले देश र जनताका नाममा लिएका हुँला, कसैले ईश्वरका नाममा लिएका हुँला। ईश्वरका नाममा शपथ लिएर, संविधानको शपथ लिएर, ईश्वरका नाममा कसम खाएर त्यस विपरीत चल्न मिल्छ नैतिकताले? त्यसो भएर म सबैको ध्यान आकर्षण गर्न चाहन्छु। हामी एउटा स्थिति, एउटा मर्यादा, एउटा सामाजिक मर्यादामा बसौँ। अहिले यति नै भनौँ।